सुगर यो टेस्ट याकि ठो चाहिँ झिको ठो पाल गया रगत यो चाहिँ टिम तयार झ्यालेन जो सानो रक्तदान लिया मास चाहिँ ब्लड डोनर एसोसिएसन का निमन्त्रण ढासा छिपिसो पाल्यो झपटिया माल अनि भुलिन चाहिँ हि खन काई बि टिम त जुल अनि सिकेन दाय मर्सा जोसियो व्यवस्था छोटोको ब्लड डोनर एसोसिएसन याइया दक्षिण अनुरोध याना कि छिपे छुनो यो कार्यक्रम यामला जिम्ता नुमङ काबियो अनि साथै चाहिँ छिपिन हिउ आक्षेप जुन ढासा जिसो हि गन बैंक ब्लड बैंक जो कोनो व्यवस्था नाबी थयोपरि नक्को व्यवस्था यहाँ चौडो आइएम पटि चाहिँ रोडानी अध्यक्ष अनि जेवो सानुलाल मर्जन खा अरुइटा चाहिँ छिटो सम्पर्क यहाँ दिस अनि थैलेको चाहिँ झेगो ठो नेपाल जलन फाउन्डेसन को चाहिँ झेगो मनुतिर मी पिबले चाहिँ मी पुइबले चाहिँ छियामा मी मपुट छियामा दियो कि जनचेतना दियो ख अनि त्यो तिलगङ्गा आँखा ब्याङ्क दियो झेगो मनु मरिबले चाहिँ ठन्निगो मिखा धान यातले चाहिँ पेमेस्ट खनिउजिया डक्कुसेन उना चाहिँ खरानी ज्याउनी मिखाइ त दान याना दिस यो पनि चाहिँ आँखा ब्याङ्क यो या वो मैं आपको दिए फोटो धन्यवाद सबैजनालाई चेन्जेबल ग्लास प्रदान गरेको छ त्यसै गरिकन हिजो जोजलपा सकल सुकुमी भाजुमाइज पिन्था दक्षिण नापाला छि निवातेयु नखयु रुपे नुद कथ नेपाल सम्बत 300 पी खुद किनिगु लस्ता सकल नेपाली पिन्था पिन्तुना देशना छना थौथो नेपाल भाषा मंगा खल दबु छे
नुद समारोह समिति मूल समारोह समिति थिथि जाजोद यागु सवाले नेपाल भाषा मंका खल यलो त्याग या डबु छे थन चेस टेडे बला कासा जुया जोंगु ख मिलो जिसा थो चेस युपति जाजो कासा जागुगु जुल थो चाहिँ खुला चेस टेडे बला कासा ख थन अस्ट्रेलियन सुपर ग्रांड मास्टर 2541 रेटिंग डुमपति अति चोम खिलाड़ी वया थो जिस ओसा गइगु चेस टेडे बला कासा भोटिका जागुदु निम अस्ट्रेलियन निम इंडियन वो मेपी नेपाली ना नेच्याम खेलाडी त्यसन थन भोटिका जोंग जुल थौ थुचाउ चरनी उपति खेल कासा कोचा रुंगुदु अंतिम नौ चरण यो खेल जुई अनलिपा विजेता घोषणा जुई आटको उपति काश्मीर पिन्छ क्योंगु कठन 2541 रेटेड डेभिड सी नाम त्यही उपति खण्डु थो चाहिँ नेपाल भाषा मंका खलन नुगु ज्यास्न पुज गावे ढुंका सूर्य आउ ख एजा थो पेकोगु नेपाल भाषा थो बुद्धिचाल ढेडे बल्ला कासा यो रुपे चाहिँ जुयाजों दु ठके द निरन्तरता बीमा सुन चीज चाहिँ ज्याजो सूर्याउ सेना निरन्तरता बिउपति अति महत्वपूर्ण विषय ख नाप नेपाल भाषा मंका खलन नेगु गा थिउ कथ छिस कोस मपुजा खुनु साइकल र्याली या तिनुदु नापा मोटरसाइकल र्याली आयु ख मोटरसाइकल र्याली आबले चाहिँ नि छौ इन्धन यो खर्च दियो चीज जुल अनवया ध्वनि प्रदूषण जुपति चीज या छिस उगै द नुगु कथ सोकोगु साइकल र्याली र्या यनुगु जुल वातावरण बालायो अले चाहिँ र्याली वइ पिनि उपति शारीरिक रूपमा न स्वस्थ जुगुपति ज्या मंगा खलन यागदु वठेन्दु कने चाहिँ छिउ 10 किलोमिटर बाजा ज्याजो छिसं तयाते दु नापन छिसं यनु ख तो सोकोगु जुल अले कने चाहिँ बैकुण्ठ मानन रे थ वया चाहिँ उद्घाटन यही वो जाते युदु थौ YMBL छिसं चाहिँ नेपाल समगा खलयु संयुक्त घोषा मुन्ड टेडे बला कासन याना चुनको दु अथेन्दु मपुजा यु दिन खुनु मंगले कार्तिक डबुली सम्माननीय प्रधानमन्त्री बिजाना मु पायु कथा चाहिँ अन कार्यक्रम जित्यौदु वो कार्यक्रम न नेपाल समगा खलन भाषा साहित्य चाहिँ सेवायापी पुलापी मूर्धन्य व्यक्तित्व छिस सम्मान यागु यातायातको दु नेपाल भाषा मंगा खलन नेपाली जो मुडुमपति शताब्दी पुरुष सत्यमोहन जोशी नामे नेपाल भाषा सत्यमोहन जोशी नेपाल भाषा साहित्य शिल्पा र्या निय छोडयुपति शिल्पा राष्ट्रव्यापी रूपमा छिस तयुन पेन किन्नुङ छिस दक्षिण नापा ये चोम साहित्यकार फनिन्द्र रत्न बजाचार्य त वो शिल्पा बिउ ख अनलिपा येले चोम छत्रबहादुर कायस्थ जुयात निकोगु शिल्पा बिउ जुसा खोपैमपति तिलक प्रसाद कायस्थ त सोकोगु बिउ ख पेकोयु पाले डाक्टर पुष्पराज राजकर्णिकारु वेकै पनि टिम जुरी टिम चाहिँ रुक्मिनी श्रेष्ठ जुयात बिगु ढगा वेकै पनि नाबि ढुंगा छिस छन्दिन लिपा मुंगले जुयुपति वो डबली रुक्मिनी श्रेष्ठ साहित्यकार गुमेश न छिन्छगु सपु चया तो राष्ट्रिय छौ साहित्यिक तरौपति चाहिँ योगदान यनादिगु बापते वेक द बितनगु दु ठु कथ नेपाल भाषा मंगा खल ज्यास्न पुजन तिथि ज्याजो याना वया चुनुगु व मूलत चाहिँ नेपाल सम्बतिउपति अवसरे छिस नुदयु अवसरे थो गु गतिविधि ज्याजो त याना वया चुनल थ उगै त चाहिँ सम्पूर्ण नेवाटे सठके हपा बिया जिमु प्रयास त चाहिँ सफल याना बिरेको जिमस आसिना जना नाप थो चीज त चाहिँ छिस नेवाटे त जगमुखी कि गैर नेवाटे त न चाहिँ उले जानकारी बिमा ज्या जि छटा खे भाषा न खलापति चाहिँ उज कया चुना
दाइको नाम लिएर भित्र छिरेर है बिर्सिन्छ भनेर डर लाग्यो त्यसो भने भन्नु चाहियो बिजनेसमा बस्नुहुन्छ फेरि अब इन्टिरियर भयो फेरि काम फर्किँदै हामी ल बुवा उता हुनु त ए एकजना आउनु भएको छ रोडबाट बाबु चाहिँ झाड एक्सचेन्ज रड हालेको छ मुला अङ्कल मुला चाहियो मुला छ अगाडि
सबैजना उतै छ म मात्रै खाएको खालि भाइटिकाको लागि यसैलाई आउने सबै त्यो पेजमा हालिदिनु One is stick people, one is stick, all. One tree, famous foods. अञ्जली मास्के झिउ प्लामा चाहिँ बाङ्गीबाट खिल टोले सुकुरा चोकै जिजनमै जो ठाउने हो आज जिताचले चलो 26 साल हुन्छ ताचले उठले कि भगवान दर्शन हो ओले चाहिँ भगवान त निरन्तरता बिया छ तर उही साथसाथै चाहिँ 2055 इन्ची महायज्ञ सब चाहिँ जी थन चाहिँ घटना भावे खा सुठेको मण्डल चौबलाई या अन चाहिँ 12 बजे 1 बजे भित्र चाहिँ छे या छे हैन अलग्गै जोइते नि हजुर छे गोम दाजु के दाजु छ जो चाहिँ यहाँको दाइ छ अनि का यहाँको गाको खुसी दिलाई ठाउँ ठेकाउ या का हो आ थलो ल्यावन नका सुसु चाहिन्छ बेबी अनि यहाँको अन बाटो चाहिँ 1 महिना त घटना भावे प्रशान्ति हो भएन जी भाइ दाजु कि चाहिँ भुली तको चाहिन्छ बेबी खुसीको जिउ दिए खुसीको छिसो निरन्तरता दाजु के किताब या फेमा वेक अप यो निदारे चाहिँ टिका खाली मजेको खुसी साथै ज्ञान चाहिँ फेमा मतलब वेक अप स्वास्थ्य दीर्घायु कामना ठोकु जाएन और ठोर नमना में भी न दाजु की छोट छोट जुया तो चाहिँ भी हरेक छेले गनो गनो दै चाहिँ हो वो चाहिँ ठोर ठो किसिम झिसो चाहिँ हरेक मनोटे त झिसो भावना जी दृष्टिकोण भावना ये डाला से पूरा दाजु भाइ छिवे ख झिसो वेक अप त अपने डाला से वेक अप समय जितना अपने यो कछो नौनै रुपैयाँ न जी ल्यानो हो मेन बाबा यो आशीर्वाद ठोकी ठन्टको जी याको भगवान आशीर्वाद नभए मरेको झिन्टो याको हो आ छोटो जो ठुलो मेरो भगवानको तयारी नानी अले छुटी ढाक्नु तर आता कि त भगवानले शक्ति चाहिँ mau tuh kalah त्यो पानी जान्छ तल स्पिकरमा फोटो अनि त्यहाँ कोलाको पेर ठटा ठटा सुगा ठटा ठटा सुगा आउने बेला फुल्दै लाउने 이거 포토가 얼어 존나 먹어야 돼. 나는
गाउँमा एउटा बनायो बजारमा मैले भने नि अब म जहाँ जान्छु अब अहिले पराएर अब म पल्टिन्छु है मलाई त पछि भेट्छु नि ल अरू मान्छे पनि आउँछ फोन गर्नु न मलाई फोन गर्नु है त्यसो भने क्यामेरामा भाग्यमानी अझै दिएको नि पारी पारी अब गर्नु त होइन मुख्य त्यो हाम्रो नि यो गरेर हामी पनि भाइटिका गर्न जानुपर्छ तिमीहरू कहाँ गएको त तिमी त मोबाइलै आउँछ गाई बोलो नानी बोलो त्यो गर्दा न दिरिका मालको थाहा मैले सोचेको आछु मैले बाहु बोले भर्खर खान खाएको के भयो नफुट्नेवाला रितिले बच्चो नमानेर घर गयो आधी भरि खिचेर ल अब नानीको पाला आइज पूजा गर दादाले जीत हाने जीत
फोन हेले बट छैन बट काइमा बट जो अनि के छ मरो बट अलसी है जुले Takele. Yes, sujet saudara mahal. Nani? Aku lagi di situ. Sujet mahal. Kalau pan itu mana pan? Lagi mahal. Kalau desa punya masak, kalau riso abuti na mahal. Go, piamu itu cukup. Aduh cara. Mereka sudah asyik boleh. Masuk. Pan dia mau. Mereka sudah nani hoye. Boleh kita makan nama mula. Nhau thôi. Jo nhau. Cái cái này để mua hả? Nhau rồi. Mà con này cái thầu địch dữ rồi. Kia sao? Kia mà. या 3 बजे हैन म 12 बजे 11 12 बजे घर पुग्छु त्यस्तो नराम्रो त हैन के बाबु म इङ्ग्लिश गर्छु 4-5 दिन कमाएको रहेछ Kala. Apa yang ada lah, sudah saya kawal apa? Sudah tu ni, kali boleh. Nabu, Ada juga. Tahu tak? Macam gane ke, gane kau suka apa? Jadi ya lekas. Pati ni ada lah, terus. Oh, berarti benar ni. stand 20 rupees है. Try for free. Try for free. हाँ? आई मैंने वीडियो बोली. 5 video. मैंने तो देखा कैसे लेगा? तो पानी में क्या मौजूद? और वीडियो जब मैं तो दिखा नहीं पाऊँगा. Nee, slide boleh juga. Awi nanti letak ustaz, apa ya? Ya, bos kakaknya tu sama ustaz. Salam. ये अलग है यूट्यूब पे देखें और मोनिवली
मम्मी के से पाँच तो सीसा अरे मगाउँ छिटो भन्छ अझै अब मनी त छैन ऊपर वाचे के ये चेक न मे खा कम नहीं चल वाचे के ल खाबो हात खा बाबु ल खाइ दक्षिणा पनि चाहिन्छ है आशीर्वाद पनि दिएन नानी छोरी के राखे छ न सुरु ओ मालो खाइ ल दुन्दुना छिटो 여기도 수박 아직 통야 자절에 संगठन शाखाज्यूबारे 1146 समारोह समितिको यस कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेकोमा आयोजकलाई हार्दिक आभार व्यक्त गर्दछु र नेपाल सम्बन्धका प्रवर्तक शङ्खधर शेर्पा प्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। साथै नेपाल राष्ट्रलाई स्वतन्त्र र स्वाधीन बनाउन विभिन्न आन्दोलनमा ज्यान बलिदान दिनुभएका ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्दछु। नेपाल सम्बन्ध आज हामी नेपाली गौरव सभ्यता र परोपकारको प्रतीक हो। यसका अतिरिक्त प्रवर्तक शङ्खधर शेर्पा एक व्यापारी हुनुहुन्थ्यो, तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो। आजभन्दा 1146 वर्ष अघि राजा राघव देवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण मोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल सम्बन्धको शुभारम्भको आधार हो। उहाँको यही सामाजिक न्यायको महान कार्यको कदर स्वरूप विसम्बत 936 मा नेपाल सम्बन्धको थालनी गरियो। यसैको सम्मानमा उहाँलाई विसम्बत 2056 मा राष्ट्रिय विभूति घोषणा गरियो र 2065 कार्तिक 7 गतेदेखि नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्ध घोषणा गरिएको छ। सरकारी कागजातमा नेपाल सम्बन्ध समेत उल्लेख गर्न थालिएको छ। यस सम्बन्धको सम्वर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि यहाँहरूको सुझाव अनुसार थप कदम चाल्न पनि सरकार तयार छ। नेपाल सम्बन्ध नेपाली धरतीमा उत्पत्ति भएको हो। नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्। तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो सम्बन्ध। यस सम्बन्धको प्रवर्तन गर्ने ती महान व्यक्तित्व शेर्पाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पुरा हुन सक्छ। उपस्थित जनसमुदाय 2082 भदौ 23 र 24 गते जेएनजीले नेपालमा व्यापक चरम भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरूको अनाहतमा ज्यान गएको र सयौंको सङ्ख्यामा घाइते भएको घटनाले म अत्यन्त दुखी छु। आज यस समारोह मार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यको लाभको कामना गर्छु। सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले 2082 फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँलाई विदितै छ। यस सरकारसँग नेपालको संविधानको
अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ। यसका लागि समाजका सबै तह तबका र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस् यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ। लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन 21 गते हुने निर्वाचनमा भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ। प्रधानमन्त्री सुशीला कार्कीजीलाई अनुरोध गर्दछु। यो सानो मायाको चिनो एउटा सानो छ, तर सदैव हामीलाई सम्झिरहनुहुन्छ भने हामी विश्वस्त छौँ। राम्रो